हेलो सबैलाई नमस्कार। आज चाहिँ हाम्रो गहुँ काट्ने दिनको दोस्रो दिन अनि म चाहिँ बिहान गहुँ काटेर अफिस गएर अहिले चाहिँ आएँ। भर्खर 6 बजे बारीमा पुगेछु। अनि मम्मी आन्टी अङ्कल छोरी सानी छोरी बहिनी अनि बाबु चाहिँ अहिले जुस खाइराख्नु भएको छ। म चाहिँ अब आज नखाने व्रत हुनाले चाहिँ मैले चाहिँ घर गएर चिनी पानी बनाएर खाएर आइसकेँ है। जुस कस्तो छ? काम गरेर मिठो छ। होइन यसलाई दारू परेछ कि क्या हो बाबु? कडक छ अरे। दारू परे जस्तो छ लाटाकोमा हो। थपी थपी खानु है। हजुरबासँग चेस चेस। अनि अस्ति चाहिँ हाम्रो फुपूको गहुँ काटेर सिद्धियो। त्यसपछि चाहिँ हिजो पानी पर्ला जस्तो गरेर हामीले चाहिँ गहुँ काटेनौँ। अनि आज बिहान काटेको र म चाहिँ गइहालेँ। अनि मम्मीहरू आन्टीहरूले काट्नुभयो। अहिले चाहिँ अब 1 घन्टा काटिन्छ कि गहुँ? 1 घन्टा पनि मुस्किलै छ अझै। यो चाहिँ हामीले भुसामा काटेर हो। हाम्रो चाहिँ भएको छैन अझै, टाइम लाग्छ। हाम्रो चाहिँ हरियो छ गहुँ अझै। छोराहरू छोरीलाई चाहिँ रमाइलो भएको छ। यो सानो छोरीलाई चाहिँ बडो रमाइलो भएको छ। घरदेखि बारीमा बारीदेखि घरमा घुमाउने त्यसको दिदी छँदैछ। त्यो दिदीले चाहिँ घुमाएको घुमाइ गर्छ आफ्नो बहिनीलाई। आफ्नो मम्मी भेट्नलाई चाहिँ यिनलाई अति मन लाग्ने रे। हाम्रो सानी छोरीलाई आफ्नो मम्मी भेट्न अति मन लाग्ने रे कि त्यही भएर आएको आइ गर्छिन्। यो छोरो खै, यो छोरो हेर त, यो कामकाज केही छैन, खाली आउने मात्र। पानी ल्याइदिए पनि कतिपय हुन्थ्यो। पानी ल्याइस् बाबु? ल्याएको ठुलै भारी बनाइदिनु पर्ने नि। भारी बोक्न आत्ते रहेछ। अनि ठिक छ अरू। अनि हाम्रो चाहिँ यता साइडमा कटेज बनिरहेछ है। देखिरहेको छैन नि? कटेज बनिरहेछ है यहाँ। कटेज भन्दा पनि स्विमिङ। गर्मी भएको बेलामा चट्ट पारेर आउने, डुबुल्की मार्ने अनि जाने है। बनिरहेछ, अझै बन्ने क्रममै छ। आउनु होला, आएर एकचोटि नुहाएर जानु होला, भिजिट गर्नु होला है। हाम्रो चाहिँ यो चट्ट पारेर गाउँ, कसरोलको गाउँ भन्छन् है। हाम्रो गाउँलाई चाहिँ चट्ट यतातिर काटेर मुठा बाँधेर राखेछौँ। अनि यो घर भइहाल्यो। घरहरू बन्दैछन्। पहिले त कम्तीकै थिए घरहरू, अहिले चाहिँ एकदम धेरै छन् घरहरू। बेलुका पखको है भिडियो कस्तो छ? मन पर्यो भनेपछि लाइक कमेन्ट गर्नु होला र यो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है। बाई बाबु, बाई।